फाइनल्ली छोराछोरीलाई चटपटे बनाएर नि खुवाइयो हैन। यो सामान चाहिँ मैले बोङ्गो बजारबाट जुटाएको। चटपटे बनाउँदा चाहिँ केरो अनि त्यसपछि काँक्रा पनि हाल्नुपर्छ भन्छन् हैन। मैले चाहिँ केरो पनि भिजाएको थिएन, काँक्रा पनि थियो, काट्न अल्छी लाग्यो कि। मैले चाहिँ प्याज आलु अनि चाहिँ यो चटपटे मसला चाहिँ बनाएर राखेको थिएँ। अनि फेरि मसँग चाहिँ कागती थिएन कि, अमिलो थिएन, अनि मैले भिनेगार राखेँ। अनि त्यो टमाटरको सस अनि त्यसपछि बिरेनुन र अनि यो चाहिँ धनिया, अनि धनिया पनि त्यो बोङ्गो बजारमा रहेछ अनि ल्याएर राखेको थिएँ। अनि यति सामान राखेँ कि, अनि चाउचाउ राखेँ हैन। अनि खाँदा चाहिँ मिठो, एकदम मिठो भयो। मैले यसपालि चाहिँ त्यो के भन्छ चटपटे सस घरमै बनाएको, अनि एकदमै मिठो भयो, उनीहरूलाई पनि मन पर्यो। तर खुर्सानी चाहिँ मैले ड्राई के रेड चिल्ली ल्याएको थिएँ कि तोरीसेनबाट। यस्तो पिरो रहेछ, दुईवटा राखेको, छोरीले त खानै सकेन, उसले पिरो मन पर्दैन नि त। थ्याङ्क यू।